एस्टन भिल्लासँग म्यान्चेस्टर सिटी पराजित। प्रिमियर लिगको 9th राउन्डमा आइपुग्दा म्यान्चेस्टर सिटीले तेस्रो खेल हारेको छ। एस्टन भिल्लाले सिटीलाई 1-0 को झिनो अन्तरले पाखा लगाएको छ। गेममा हल्का बढी सिटीकै कन्ट्रोल हुँदा पनि गोल भने सिटीले गर्न नै सकेन। खेलको 19औं मिनेटमा इमिलियानो बुएन्डियाको असिस्टमा म्याटी क्यासले उत्कृष्ट शट प्रहार गर्दै गरेको गोल नै म्यान्चेस्टर सिटीलाई हराउन काफी भयो। प्रिमियर लिग टेबलमा अहिले म्यान्चेस्टर सिटी 5औं स्थानमा छ। सिटीको 9 खेलमा 5 जित 1 ड्र र 3 हार छ भने 16 पोइन्ट रहेको छ। त्यस्तै एस्टन भिल्ला 8औं नम्बरमा छ। समान खेलमा 4 जित 3 ड्र र 2 हार छ भने भिल्लाको 15 पोइन्ट रहेको छ। यो जितसँग भिलाले अब सिटीसँग 3 वटा होम म्याचेस लगातार जितेको छ। आफूले पहिला स्कोर गरेको 31 वटा होम म्याचेसमा एस्टन भिल्ला अपराजित छ। त्यसमा 26 विन र 4 वटा ड्र छ। 2023 मा आर्सेनल विरुद्ध 4-2 ले हारेपछि आजसम्म सुरुमा भिल्लाले होम ग्राउन्डमा गोल गर्दा खेल हारेको छैन। म्याटी क्यासको सिटी विरुद्ध 2 गोल छ, जुन एउटा अपोनेन्ट विरुद्ध उनले गरेको सर्वाधिक गोल हो। बर्नलीसँग पनि क्यासको 2 वटा नै गोल रहेको छ। इमिलियानो बुएन्डियाले सिटी विरुद्ध प्रिमियर लिगमा 7 खेल खेल्दा 3 वटामा असिस्ट गर्न भ्याएका छन्। के लाग्छ त गाइस तपाईहरुलाई, म्यान्चेस्टर सिटीले यस्तै पाराले लिग जित्छ होला त? कमेन्ट गर्नु होला।